मेरो च्यानलमा स्वागत गर्न चाहन्छु। यो चाहिँ मेरो नयाँ च्यानल, नयाँ ब्लग, नयाँ भिडियो हुन्छ। अबबाट चाहिँ म यसमै भिडियोहरू अपलोड गर्ने गर्छु। तपाईहरुले रुचाइदिनु भयो भने, साथ सपोर्ट गर्नुभयो भने चाहिँ म पक्कै पनि अघि बढ्ने छु। र आज चाहिँ मैले एउटा छोटो मिठो ब्लग लिएर आएको छु। हेरेर तपाईहरुको प्रतिक्रिया छोड्नु होला। अब चाहिँ म यसो यहाँ हाम्रो भाइ आइसकेको छ नि, हेलो भन्नु। हेलो। अब चाहिँ यसो भाइलाई नि स्कुल छोडिदिन्छु, यसो छोटो मिठो राइड पनि हुन्छ। ल हेर्दै गर्नु है त, बाटोमा के हुन्छ देखाउँछु म तपाईहरुलाई। ल अब चाहिँ हामी लागौँ है त। अब बाटोमा के हुन्छ हेर्दै गर्नु है त तपाईहरु पनि। बाटो अलिक खत्तमै छ गाइज। ल गाइज अपलोडिङ पनि भइरह, दामी मजा आइरह। यहाँ तोरी हेर्नु न, कस्तो दामी भयो क्या है। अपलोडिङ पनि भइरह, सेट घुम्न पनि भइरह। कस्तो जाडो भएको क्या है। म चाहिँ अहिले यहाँ भर्खर भाइलाई छोडिदिएर आएँ। यहाँ बाटोमा एकैछिन घाम ताप्नु पऱ्यो भनेर रोकेको। जाडो भयो कि चिसोले पुरै कस्तो गरायो, होडी मात्र लाग्यो क्या, चिसो भएर बसेछु म यहाँ। ल अब चाहिँ एकैछिन त्यही हो, घाम तापेर जानुपर्ने हुन्छ। सट्ट यता तोरीहरू हेर्नु नै कस्तो दामी छ क्या यहाँ। यता अहिले तपाईँहरूलाई म देखाउने नै छु होइन। पुरै अहिले सब तोरी फलेको भएर चाहिँ एकदम राम्रो भइरहेको तोरीहरू। जाडो छ, अलि आफ्नो पनि ख्याल गर्नु होला सबैजनाले। अब चाहिँ म कलेज जानुपर्ने हुन्छ, घर जान्छु, ड्रेस लाएर अनि कलेज जान्छु। कलेज गएर आएर अहिले यही चलिरहेको गाइज होइन। बिहान उठ्यो, यसो यही भाइलाई छोडिदिन्छु, यसो घुम्छु, भ्लग गराउँछु। कलेज गयो आयो, अनि बेलुका भएपछि उयो फेरि त्यतिकै मोबाइल हेऱ्यो, बस्यो, अलिअलि पढ्यो। यस्तै गरी चलिरहेको छ गाइज। ल के हुन्छ तपाईहरुलाई म देखाउने नै छु, इन्टरटेन गराउने नै छु, सक्दो तपाईहरुलाई रमाइलो गराउने प्रयास गर्ने छु। मेरो भिडियोमा चाहिँ यो चाहिँ म फर्स्ट टाइम गराउँदैछु नि त, त्यही भएर केही कमी कमजोरी भएमा चाहिँ त्यसलाई माफ गरिदिनु होला। म आगामी आउने दिनहरुमा अवश्य पनि त्यसलाई सुधार्ने नै छु। भिडियोलाई अझै राम्रो गराउने कोसिस गर्ने छु। ल अब चाहिँ यहाँबाट जाम, यसो घर पनि जानु पर्यो, फेरि मलाई कलेज जान ढिलो नि हुन्छ। ल हेर्नु है त, बाटो अब यस्तै छ के अरे। यहाँबाट लाग्नु पर्ने हुन्छ अब। ठ्याक्क घर आएमा अब चाहिँ अब कलेजको लागि रेडी हुन पर्यो। झ्यापझुप ढिलो भइसकेको छ। खास यो चाहिँ मेरो फर्स्ट ब्लग होइन क्या गाइस। योभन्दा अगाडि चाहिँ मैले अझै एउटा ब्लग गराएको थिएँ, हाल्छु भनेर। त्यतिखेर चाहिँ मलाई खासै नलेज थिएन नि त ब्लगको बारेमा। अनि मैले चाहिँ त्यो ब्याकग्राउन्ड म्युजिकहरू चाहिँ के एडिट गर्दाखेरि युज गरेको थिएँ। अनि कपिराइट हुन्छ यहाँ भन्नुभयो दाइहरूले, अनि त्यही भएर त्यो चाहिँ मैले हालिनँ। यसमा चाहिँ सक्दो केयरफुल भएर चाहिँ म गरिरहेको छु। यसमा नि अब क्यामेराको क्वालिटीहरू त राम्रो छैन, सुरुमै त खुसी त हुन्छ र होइन। यो चाहिँ मेरो पर्सनल मोबाइलबाटै चाहिँ मैले गराइरहेको भ्लग होइन। तपाईँहरू पनि यदि सुरु गर्न चाहनुहुन्छ भने चाहिँ गर्दा हुन्छ। कस्तो हुने भन्दाखेरि अब मान्छेले के सोच्लान्, बाटोमा हिँड्दा लाज लाउँछ भन्ने चाहिँ हुन्थ्यो। अब भित्रबाट फेरि एकदम गर्न मन लाउने क्या, त्यही भएर जेसुकै होस्, चल्छ चल्दैन भन्ने चाहिँ म गराइरहेको छु। तपाईहरुले हेरेर साथ दिनुभयो, माया गरिदिनु भयो भने चाहिँ म अवश्य पनि अघि बढ्ने छु, अझै राम्रो भिडियोहरू हाल्ने छु। अब चाहिँ कलेजको लागि रेडी हुनुपर्छ। म चाहिँ कलेजबाट आइसकेको छु। अब चाहिँ
यसो खाजासाजा खानुपर्ने हुन्छ भोक पनि लागिरहेछ लास्ट त्योभन्दा पहिला चाहिँ एउटा गीत गाउन मन लाग्यो एउटा गीत गाइदिउँ न होइन यहाँ भाइ पनि आइसकेका छन् एउटा गीत हालिदिउँ न त दाजुभाइ भएर है कुन गीत गाउने ल एउटा मलाई याद आयो म गाउँछु है त हावा जस्तै मलाई उड्न मन छ अल्झाइ नराख तिमीलाई पनि म बिर्सिदिन्छु मुटु नदुखाइराख भए जति सबै माया दिए बढी भएछ तिमीलाई पनि म बिर्सिदिन्छु मुटु नदुखाइराख खत्रै भयो क्या खत्रै भयो ल गाइस त्यही हो अब यसो खाजासाजा खान जानु पर्यो ल तपाईँहरूलाई आजको भ्लग कस्तो लाग्यो राम्रो लाइक कमेन्ट सेयर लाइक गरिदिनु भन लाइक र कमेन्ट गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला सब्सक्राइब होइन कि सब्सक्राइब गरिदिनु होला गाइस त्यही हो कस्तो लाग्यो तपाईँहरूलाई आजको भ्लग चाहिँ म यही इन्ड गर्छु तपाईँलाई राम्रो लाग्यो नेक्स्ट पार्टको लागि कमेन्ट गर्नु होला म अवश्य पनि लिएर आउनेछु ओके बाई